जय मसीह सबैलाई सर्वप्रथम हजुरहरू सबैलाई मेरी क्रिसमस अनि ह्याप्पी क्रिसमस भन्न चाहन्छु किनभने हामी यो क्रिसमसको माहौलमा भएर गइराखेका छौँ अनि आज विशेष आफ्नो चर्चमा क्रिसमस सेलिब्रेसन गर्न गइराखेका छौँ अनि हजुरहरू सबैलाई परमेश्वरले त्यो सबै क्रिसमस सेलिब्रेसनमा सहायता गर्नुभएको होस् भनिकन भन्न चाहन्छु अनि आज हामी मात्रै होइन यो विश्वव्यापी रूपमै आज परमेश्वरको जन्मोत्सव मनाउन गइराखेका छौँ अनि विशेष हजुरहरूलाई म यही भन्न चाहन्छु हामीले यो क्रिसमस मनाउनुपर्छ कि कारण यही हो उहाँले आफ्नो एकमात्र पुत्रलाई तपाईँ र मेरो निम्ति दिनुभएको थियो अनि उहाँको पुत्रद्वारा हामीले अनन्त जीवनलाई प्राप्त गरेका छौँ। यूहन्ना 3:16 पदले यही भन्छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो ताकि उहाँले आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राख्नु भएन, तपाईँ र मेरो निम्ति दिइहाल्नु भयो र जसले उहाँको पुत्रमाथि विश्वास गर्छन् तिनीहरूले अनन्त जीवन प्राप्त गर्नेछन्। यसकारण हामीले उहाँको जन्मोत्सव नमनाइकन हामी बस्न सक्दैनौँ। अनि अर्को यूहन्ना 3:17 पदले पनि यसरी भनेको छ, उहाँले आफ्नो पुत्रलाई यस संसारमा दोस्याउनको निम्ति पठाउनु भएन, तर उहाँको पुत्रद्वारा संसार बाँचोस् भनिकन उहाँले आफ्नो पुत्रलाई यस संसारमा पठाउनु भएको कुराहरू हामी पाउँछौँ। यसकारण प्रिय दाजुभाइ दिदीबहिनी आमा बुवा, हामीले हाम्रो परमेश्वरको जन्मोत्सवलाई एकदमै आदरपूर्वक अनि एकदमै खुसीको साथ मनाउनुपर्छ। यीशु मसीह चाहिँ तपाईँ र मेरो विश्वास गर्नेको लागि मात्रै होइन, सारा मानव जातिको निम्ति यस संसारमा परमेश्वरको रूप धारण गरेर जन्मनु भएको छ अनि हामी आशा गर्छौँ हजुरहरू सबैले उहाँको पुत्रमाथि विश्वास गर्नुहोस् र अनन्त जीवनलाई प्राप्त गर्नुहोस्। फेरि पनि यहाँ सबैलाई मेरी क्रिसमस अनि ह्याप्पी क्रिसमस भन्न चाहन्छु। जय मसीह।